लिएर गएको प्रतिनिधि के गरिरहनु भएको छ? जनचासो र जनसरकारको विषयमा नेकपा एमाले कसरी काम गरिरहेको छ हाम्रा प्रतिनिधि भनेर मध्यावधि समीक्षा जस्तो गर्ने गरी देशव्यापी रूपमा अहिले हामी जितेको ठाउँमा हाम्रा जितेका प्रतिनिधिहरू हामी नरहेको ठाउँमा पनि पार्टीको तर्फबाट सुझावहरू सङ्कलन गर्दै केन्द्रदेखि प्रदेश र स्थानीय तहले गर्नुपर्ने कामको सम्बन्धमा सहकार्य गर्ने हामी प्रयास गरिरहेका छौँ। यो नयाँ सुरुवात पनि हो। पठाएका प्रतिनिधिहरू तपाईँहरूले बोलाउँदा अतिथि भएर आउनु भएको छ। पार्टी कमिटीले विभिन्न कार्यक्रम गर्दा अतिथि भएर आउनु भएको छ। तर जनतासँगै सुझाव सङ्कलन गर्ने गरी नगरपालिका सार्वजनिक सुनाई भनेर पनि बेला बेलामा कार्यक्रम हुने गरेको छ। तर पार्टीको ब्यानरमा यसरी बिचमा हामी पहिलोचोटि आइरहेका छौँ र यसलाई हामी अब निरन्तरता दिन चाहन्छौँ। र अहिले बिचमा जहाँ जहाँ गयौँ यसले निकै सकारात्मक विषयहरू दिएको छ। केही ठाउँमा बुझ्न नसकेको कारणले काहीँ पार्टीका साथीहरू बुझिदिनुहुन्छ, पार्टीकै कार्यक्रम हो कि जस्तो गरेर अलिकति पार्टीका आन्तरिक कुराहरू पनि उठाइदिनुहुन्छ, किनकि नयाँ कुरो छ यहाँ। त्यसले हामी गर्दै जाँदा हामी आम रूपमा जनसरकारका विषयहरूलाई पनि जोडेर जनतासँग जनसेवाको लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा जनताकै सुझाव लिएर चाहिँ अगाडि बढ्ने र केही कमजोरीहरू भएको छ भने सुधार्दै जाने, भएका उपलब्धिहरूलाई स्थापित गर्दै जाने काममा हामी जुटेका छौँ। आगामी दिनमा यसबाट अझ सिकेर नयाँ उचाइमा पुग्ने गरी कामलाई अगाडि बढाउने कुरा यहाँहरूको बिचमा म व्यक्त गर्न चाहन्छु। पछिल्लो चरणमा अलिकति हाम्रो सोचाइहरूमा पनि केही स्थानीय सरकार वडा सेवा केन्द्र हो, नगरपालिका अधिकांश विकास निर्माणका कामहरूको नेतृत्व गर्ने संस्था हो। प्रदेश सरकारले मध्य अन्तर पालिकाहरू जोडिएका कामहरू, अन्तर जिल्ला जोडेका कामहरूलाई हेर्छ आफ्नो प्रदेशभित्र र बाटो पनि कुन हेर्ने कुन नहेर्ने भने प्रदेशका मापदण्ड छ। केन्द्रले राष्ट्रिय स्तरका कार्ययोजना हेर्छ। हिजो 50,000 को खानेपानीको योजना लिन पनि हामी सिंहदरबार जानुपर्ने स्थिति अन्त्य गरेर आफ्नै छेउको सरकारसँग मागहरू राखेर काम गर्न सक्ने अहिलेको नयाँ परिस्थिति हो। यो कुरालाई बुझेर हामीले सवालहरू नत्र भने यहाँ यसो बाटो खाल्टोको एउटा एक्सिडेन्ट पर्यो भने प्रधानमन्त्रीलाई गाली गरिरहने खालको एउटा हाम्रो परिस्थिति छ। वास्तवमा त्यो होइन। अब सरकार नयाँ ढङ्गले बजेट पनि नयाँ ढङ्गले आएको छ। 51 सालमा नेकपा एमालेको सरकारले स्थानीय तहलाई जम्मा 1.5 लाख रुपियाँ दिएर सुरु गरेको परियोजना आज वडाहरूले करोडौं बजेट व्यवस्थापन गर्न सक्ने गरी नयाँ उचाइमा अहिले राज्यले आफ्ना बजेट व्यवस्थापनको स्थिति बन्ने परिस्थिति सिर्जना भएको छ। यसको आधारमा थुप्रै समस्याहरू हामी तल समाधान गर्न सक्छौँ। राष्ट्रिय स्तरका योजनाहरू, नीति निर्माण र उद्योग कल कारखाना गौरवका आयोजनाहरू हामी अगाडि बढाउँदै गएका छौँ। तपाईँहरूले देख्नु भएको छ पछिल्लो चरणमा देश अहिले खालि नकारात्मकतिर कुराहरू चर्चा गरेर समाजमा अराजकता फैलाउने प्रवृत्तिहरू पनि हामी देख्दैका छौँ। दलहरूले भोट माग्दाखेरि पर्ने विपक्षको कमजोरीहरू उठान गरेर चाहिँ भोट माग्ने, आफ्ना कार्ययोजना र कार्यक्रमहरूको आधारमा मतदान गर्ने भन्दा यसो 2-4 चोटका मासु र रक्सीको आधारमा भोट हाल्ने खालको स्थिति पनि समाजमा रह्यो। जसले अहिले जे देखिनु पर्ने देश जसरी प्रगति अगाडि जानुपर्ने त्यो नहुने जुन परिस्थिति सृजना भएको छ त्यसलाई परिवर्तन गरेर अब दलका योजनाहरू के हुन्, बजेट घोषणा पत्र मात्रै होइन उनी हिजो व्यवहारमा कसरी प्रस्तुत भएको छ भने व्यवहारिक रूपमा नि प्रमाणित हुने गरी तपाईँहरूले हिजोको कामको आधारमा पनि विश्लेषण गर्नुपर्ने हुन्छ। जस्तै अहिले नकारात्मक कुरा मात्र होइन, पेट्रोलियम आफ्नै देशमा उत्खनन गर्न सक्ने अवस्थामा अब देश जाँदैछ। दैलेखमा हामी सकारात्मक सूचनाहरू देख्यौँ। उत्खनन भयो चाइना सरकारको सहयोगमा र सकारात्मक न्युज आएको छ। यदि पेट्रोलियम पदार्थ आफ्नै देशमा उत्पादन भयो भने हिजो मरुभूमिमा रहेको अरब देशहरूले गरेको प्रगति हामीले हाम्रो देशलाई पनि त्यो बाटोमा लैजान सक्छौँ। तपाईँ अहिले पछिल्लो चरणमा देखिन्छ दलहरूको नेता खास गरी हाम्रो प्रधानमन्त्रीमाथि र पार्टी अध्यक्षमाथि एउटा आक्षेप लाउने गरिएको छ। विभिन्न नकारात्मक चर्चाहरू गरिएर जो मान्छे आफ्नो सम्पत्ति आफ्नो शेषपछि सम्पूर्ण देशको लागि भनेर
आफ्नो श्रीमान श्रीमतीको शेषपछि बकस पत्र गरेर एउटा ट्रस्टको नाउँमा दिइसकेको छ, उसलाई भ्रष्टाचारी हो जस्तो गरेर एउटा दुष्प्रचार गर्ने प्रयास गरिएको छ। यो किन भयो? यो विश्वभरि तपाईहरुले हामीले यो कुरालाई बुझ्न सकेनौं भने समाज अराजकतामा फस्यो भने कस्तो अवस्थामा पुग्छौं भनेर हिजो पनि राज्य सञ्चालनमा यस्ता प्रविधिहरू नदेखिएको होइन। स्वाधीनता र स्वाभिमानको लागि हाम्रो वर्तमान प्रधानमन्त्रीले खेलेको भूमिका भूपरिवेश देशको अवस्थामा रहेको हाम्रो देशमा पटक पटक नाकाबन्दी खेप्न पर्ने अवस्थालाई अन्त्य गरेर भूजोडित देशको रूपमा पारमाणु सन्धि र व्यापार सन्धि चाइनासँग गरेर नयाँ उचाइमा पुर्याएको कुरालाई एउटा स्वाभिमानी व्यक्तित्वलाई कमजोर बनाएर नबनाउने हो भने आफ्नो स्वार्थहरू पुरा हुन सक्दैन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू उहाँमाथि प्रहार गर्न लागिरहेका छन्। त्यति मात्र होइन, एउटा राष्ट्रिय शक्तिको रूपमा बलियो रूपमा नेकपा एमालेलाई कमजोर नबनाउने हो भने आफ्ना सुडहरू घुसाएर आफ्नो स्वार्थ पुरा गर्न सकिँदैन भन्ने कुरोमा रहेका देशहरू त्यो खेल खेलिरहेका छन्। यो म भर्खरै विश्वमा भएको एउटा उदाहरण तपाईँलाई दिन चाहन्छु। युक्रेनमा युद्ध कसरी भयो? खनिज पदार्थहरूको एकदम धनी देश, विकसित देशमध्ये युक्रेन देश थियो। त्यो माथि विभिन्न खास गरी युरोप र अमेरिका जस्तो देशहरूले त्यसमा आँखा गाडे। त्यहाँ स्थापित दलका नेताहरू, पहिला विकास गर्ने दलका नेताहरू सायद जहाँ पनि अलिअलि आवाजहरू उठाउँछ, असन्तुष्टि पोखाउने काममा खेल खेलियो, दलहरूलाई कमजोर बनाइयो। त्यसपछि एउटा हास्य कलाकारलाई राष्ट्रपति बनाइयो। लोकप्रिय भोट ल्याएर जसरी हाम्रो यतातिर अहिले कलाकार नाममा कोही र्याप ठोक्नेहरू, कोही ट्याप ठोक्नेहरू, कोही घट बजाउने नाममा के नाममा भोट हाल्ने चलन हाम्रोतिर पनि अहिले सहरतिर अलिअलि हावा चल्न थालेको छ। तर मत हालिसकेपछि युक्रेन आज कहाँ पुग्यो? नेटोको सदस्य बन्दा। हिजो जसले उचालेर नेटोको सदस्य बनाउन लायो, युद्ध भयो, आज त्यही पात्रले लात्ताले हानेर ती खनिज पदार्थ 40% हाम्रो देशलाई सम्झौता गर मैले भनेको आधारमा होइन भने तँलाई केही पनि सहयोग गर्दिन भनेर अब सम्पूर्ण सहयोगहरू रोकेर आज देश युक्रेन 12-13 लाख मान्छे शरणार्थी भएको भौतिक संरचना दोष कि आफ्नो प्राकृतिक त्यो सम्पत्ति गुमाउन पर्ने अवस्थामा देश पुग्यो। त्यसैले नेताहरूप्रति गुनासो हुन सक्छ, दलहरूले चाहेको जति गर्न नसकेको हुन सक्छ, तर जिम्मेवार दल विचारले निर्देशित भएको इतिहास भएको दल रहेन भने देशमा आफ्नै देशमा शरणार्थी बन्नुपर्ने दिन आउँदो रहेछ। हामीले 10 वर्ष हिजो द्वन्द खेप्न पर्दा गाउँबाट सहरमा आएर त बस्न सक्यौं। यदि एउटा खराब पात्रको हातमा देश पुग्यो भने आफ्नै देशमा शरणार्थी बन्ने होइन, विदेशमा गएर भोलि बेहाल हुने स्थिति आउँदा माई बाप भन्ने कोही आउँदैन। अहिले त हामी दलको नाममा के गर्न सक्छौँ भनेर तपाईँहरूको घर टोलमा पार्टी आइरहेको छ, मान्छेहरू बदनाम गर्छन्, कति पैसा पाएर कार्यकर्ता हिँड्छ भनेर पनि बेला बेलामा चर्चा गर्छन् चोकमा। यो आस्था भन्ने कुरो कस्तो गजब हुँदो रहेछ भने अहिले म नेकपा एमालेको केन्द्रीय सदस्य गाडीमा अथवा बाइकमा पेट्रोल हालेर हिँड्छु। 18 घण्टा पार्टीको लागि यस्तै हाम्रो श्याम दाई जस्तो थुप्रै पुराना साथीहरू लगातार कैयौं वर्षदेखि एकचोटि जम्मा पाउनुभयो, केही पार्टीले पाउँदैन, तर हामी लगानी गर्छौँ, हेरेका हुन्छौँ। यो आस्था हो, विचार हो देशको लागि। यदि समाजमा यस्ता पात्र हुँदैनन् भने पैसाको लागि मात्रै काम गर्ने थियो भने त कर्मचारीले मात्रै गर्छ, दल त्यसको लागि चाहिएको। त्यसैले दलहरूको विरुद्ध एउटा दल राम्रो भएन भने अर्को दल रोक्न सकिन्छ, त्यो पाइन्छ अधिकार। तर दल रहेन भने गलत ढङ्गले समाजमा अहिले विभिन्न तत्त्वहरू एउटा हिजो अस्थायी उसलाई ल्याएर नयाँ परिवर्तन गर्न सकिन्छ कि भने 200 वर्ष हामीले इतिहास देखेका छौँ। राज्य आज विकसित युरोप र अमेरिका जस्तो तहमा हाम्रो देश किन पुगेन भन्ने कुरो हामीले 47 पछि मात्रै परिवर्तन, त्यसमा पनि 62-63 पछि मात्रै राजतन्त्रको पूर्ण रूपमा अन्त्य नभएसम्म हिजो दलहरूको बिचमा खेल्ने काम पनि दरबारबाटै भएको थियो। कुनै एउटा आफ्नो परिवार जगाउन नसक्ने परिवारको पात्र एउटा लाग नभएको चाहिँ राजाले आएर केही गर्छु भनेर केही पात्रहरू निन्दैछन्। समाज अब त्यो छलफलमा जान सक्दैन। नयाँ युगमा हामी प्रवेश गरिसकेका छौँ। बरु एउटा दलको ठाउँमा अर्को दल आउन सक्छ। किन भन्दाखेरि ठिक छ, एउटा दलले जनताको विश्वास जितेन भने अर्को दल। म त बरु अनुरोध गर्न चाहन्छु, नेकपा एमाले अहिलेसम्म